मेरो पैसा त यति नै। यो अगाडि देखेको त दुबई एम्बेसी हो, झन्डा फरर चलिरहेछ। यो चाहिँ दुबई एम्बेसी कस्तो दामी ठाउँमा छ भने नि। यहाँ तल ब्याङ्क छ, ब्याङ्कमा पैसा निकाल्न जाँदैछु म चाहिँ ठिक्क ब्याङ्कको बाहिर आइपुगेँ। अनि बाहिर गार्डनमा चाहिँ कस्तो राम्रो रुखहरू के रहेछ। अनि मलाई भिडियो बनाउनु मन लागिहाल्यो, अनि मैले भिडियो बनाइदिइहालेँ। अनि कस्तो राम्रो लाग्यो। अनि फुलहरू पनि रोपेको रहेछ। मैले पहिले पनि आइरहन्थेँ तर मैले हेरेको थिइनँ राम्रोसँग। अनि अहिले चाहिँ एक्लै आएको थिएँ, अनि मैले भित्रै पसेर हेरेँ क्या। अनि कस्तो राम्रो रहेछ, त्यहाँ फुलहरू रोपेको रहेछ। अनि म त्यो भिडियो खिच्दै हिँडेँ। अब लाज त लाग्छ तर मलाई खासै लाजै लाग्दैन भिडियो खिच्नलाई। तर मेरो साथीहरू चाहिँ एकदमै लजाउँछन् क्या, क्यामेरा उठाइदेऊ न भन्दाखेरि पनि उनीहरू चाहिँ एकदमै लजाउँछन्। त्यही भएर म प्रायः एक्लै नै आउँछु। एक्लै आयो भने चाहिँ मलाई नि सजिलो हुन्छ। वरिपरि हेर्नु न कस्तो बवाल छ है रुखहरू। अनि एकदमै मनपर्छ मलाई चाहिँ फेरि यस्तो। घाम लागिरहेछ टन्टालाको, किन नलागोस्, खाडी हो त्यसै पनि घाम त लागिहाल्छ। अब के गर्नु, जस ब्याकग्राउन्डमा चाहिँ एकदमै राम्रो क्या सिनहरू आइरहेको छ। कस्तो राम्रो देखियो क्या फुलहरू हेर्नु न ल, वरिपरि कस्तो बवाल छ। अनि यो चाहिँ ब्याङ्कको अगाडिको साइड हो। अगाडि चाहिँ फुलहरू छ, अगाडि पनि कस्तो मजाको। यो चाहिँ जिद्दाको टावर हो भन्नुपर्छ। अनि त्यहाँनिर गाडी रोकेको ठाउँमा एटिएम छ। अहिले एकछिनमा चाहिँ म त्यहीँ गएर पैसा निकाल्नु पर्ने हुन्छ एटिएममा गएर। त्यहाँ गाडी थियो, त्यही भएर म त्यही नगएको। गाडी जान्छ अनि जान्छु भनेर बसेको भिडियो खिच्दै। मेन सिटीको यस्तो हुन्छ बाटोहरू, रमाइलो छ विदेशमा। पैसा निकाल्न जानु पर्यो भनेर गएको ठ्याक्कै अर्को गाडी पनि फेरि आइहालेछ। पैसा निकाल्छु अब म। सुरुमा एटिएम हालौँ, एटिएम खप्प खान्छ। त्यहाँबाट इङ्ग्लिसमा थिच्ने हो। यहाँनिर इङ्ग्लिसमा थिचेपछि आफ्नो पिन हाल्ने हो। पिन देखाउनु हुँदैन। अनि यहाँ विथड्रमा हान्नुपर्छ कति निकाल्ने हो भनेर, अदर अनि एमाउन्ट। मसँग यति मात्र हो, मेरो सेलरी यति मात्रै छ, त्यही भएर यति निकाल्ने यता कम्फर्ममा। अब यहाँ एटिएम आउँछ, आउँदैछ, पैसा गन्दैछ काटेर। सुरुमा मेरो एटिएम आयो। पैसा नि यहाँ थलोबाट आइसक्यो। मेरो पैसा त यति नै हो, 1 महिनाको सेलरी है, यति नै हो। कति छ? 700 छ। 500 को नोट अनि 700 सक्यो। अब यो लिएर चाहिँ रुम जाने हो, घरमा पैसा हालिदिनुपर्छ, त्यही भएर पैसा निकालेको। 500 को नोट चाहिँ यस्तो दामी हुन्छ है, एकदम राम्रो। अनि यो 100 को नोट हो, राम्रो हुन्छ एकदम। हेर्नु त, त्यो चाहिँ हाम्रो सामानहरू। त्यहाँ सामान किनेर जानु पर्यो नि त। यो मार्केट हो, अनि मार्केट वरिपरि रुखहरू छ यता। साथी आउँदैछ।